मृत्यु जीवनको सबैभन्दा ठुलो सत्य हो। यसलाई न कसैले रोक्न सक्छ न त अस्वीकार गर्न। जन्म भएको छ भने मृत्यु एक दिन अवश्य हुने कुरो हो। तर यो कहिले, कहाँ र कुन समयमा आउँछ यसको कुनै ठेगाना छैन। यसरी त मृत्युलाई धेरै पटक देखिसकेको छु। तर पछिल्लो केही वर्षमा यसले अझ असमय, अनौठो र अकालमा मानिसले लिएर गएको जस्तो लाग्छ। खास गरेर कोरोना महामारीपछि मृत्यु अझ नजिकै घुमिरहेको आभास हुन्छ। पहिले हृदयघाट, मस्तिष्कको घाट जस्ता रोगहरू कम्तीमा उमेर ढल्केपछि मात्र आउँथ्यो। तर आजकल त कुनै उमेरै छैन। युवा अवस्थामै मानिसलाई यसको चपेटामा लिन्छ। म अझै बिर्सन सक्दिनँ, हाम्रो छिमेकीकै एक युवती, वर्ष करिब 30 वर्ष मात्र होला, अचानक हृदयघाट आयो र उनी जानुभयो। न चेतवनी न अवसर, बस एक झलकमा जीवन अन्त्य। पहिलो जमानामा हृदयघाट आउँदा पनि मानिसलाई 2-3 पटक त सम्हालिने मौका दिन्थ्यो। तर अब त यो समय पनि छैन। यी सबै घटनाले मलाई धेरै कुरा सिकायो। जीवनलाई हलुका लिनुपर्छ रहेछ। दिमाग र मुटुमा अनावश्यक बोझ राख्नु हुँदैन। चिन्ता होइन, चिन्तन गर्नुपर्छ। वैमनस्य, ईर्ष्या, लोभ यी सबैले जीवनलाई छोट्याउँछ। पर आफ्नै साधारण जीवनलाई पक्रिएर चाहिँ रमाइलो बनाउन सकिन्छ। विगतलाई सम्झँदा चाहे राम्रो होस् या नराम्रो, दुःख मात्रै दिन्छ। भविष्य त निश्चित नै छ। त्यसैले अहिलेको वर्तमानलाई जिउनु सबैभन्दा ठुलो कला हो। हरेक दिन विगत बन्दै गएको छ र हामीलाई थाहा पनि नहुँदै आजको दिन भोलिको इतिहास हुन्छ। त्यसैले म आफूलाई सम्झाइरहन्छु, खुस रहौँ, स्वास्थ्यप्रति सजग रहौँ र मानिसहरूले के भन्छ भन्ने डरबाट स्वतन्त्र भएर बसौँ। आखिर भन्नेले केही न केही भन्ने नै छ। मृत्यु निश्चित छ, तर बाँकी समयलाई जीवन्त बनाउन सकिन्छ।